Hello everyone, welcome to my YouTube channel र आज म मेरो यस YouTube च्यानलबाट क्लास 12 को केमिस्ट्रीको एकदमै भेरी इम्पोर्टेन्ट 12 मार्क कभर गर्ने बोर्ड एक्जाममा 12 मार्क जति कभर गर्ने सेसन भनौँ न सेसन आइरन मतलब इनअर्ग्यानिक केमिस्ट्रीको एकदम भेरी इम्पोर्टेन्ट च्याप्टर आइरनबाट आइरन हैन पोहोरको साल सोधे पनि थियो आइरनबाट एउटा क्वेसन र आइरनको लेक्चर नम्बर 1 लिएर आएको छु लेक्चर 1 लिएर आएको छु हो र यसमा हामी आइरनको सामान्य इन्ट्रोडक्सन गर्नेछौँ। आइरन भनेको जेनरल रूपमा बुझ्ने हो भने फलाम हैन फलाम आइरन फलाम बिना केही पनि हुँदैन हो त्यही फलाम। अब आइरनको ओरहरू के हो हैन आइरनको फर्मुला त सबैलाई थाहा होला एफई हैन यो त थाहा भइहाल्छ आइरनको फर्मुला एफई भइहाल्यो। अनि ओर्स अफ आइरनको ओरहरू के हुन् त हेमाटाइट भयो एउटा Fe2O3 हैन म्याग्नेटाइट भयो Fe3O4 त्यस्तै गरी लिमोनाइट भयो Fe2O3.3H2 त्यस्तै गरी साइड्राइट भयो FeCO3 आइरन पाइराइड भयो FeS2 कपर पाइराइड भयो CuFeS2 र यसमा पनि ओरहरू पनि मेन चिफ ओर भनेको चाहिँ हाम्रो हेमाटाइट भयो हो हेमाटाइट Fe2O3 हैन तपाईहरुलाई यो चाहिँ जान्नुपर्छ है आइरनको ओरहरू चाहिँ सबै जान्नु पर्यो मोलिकुलर फर्मुला सहित हेमाटाइट Fe2O3 म्याग्नेटाइट Fe3O4 लिमोनाइट Fe3.3H2 साइड्राइट FeCO3 आइरन पाइराइट FeS2 कपर पाइराइट CuFeS2 त्यस्तै गरी यसमा पनि दुईटा हेमाटाइट दुईटा टाइट सबै टाइट छन् अझै TIT लास्टमा हैन RIT त्यस्तै छन् तर हेमाटाइट र म्याग्नेटाइट दुईटा टाइट चाहिँ के छन् भने TITE चाहिँ के छन् भने दुईटा TITE चाहिँ हाम्रो के हो अक्साइड ओर अफ आइरन अक्साइड ओरहरू हुन् क्या यी दुईटा TITE भएका चाहिँ हामीले त्यो यसरी बुझ्नुपर्छ TITE हुने बित्तिकै के हो अक्साइड ओर हो है आइरनको भनेर बुझ्नु TITE भन्ने बित्तिकै अक्साइड ओर हो आइरनको भनेर बुझ्नु हो। त्यस्तै गरी अर्को ITE भएका चारवटा छन् बट हैन सरी मैले मिस्टेक गरेको छु हैन यस्तो हैन यहाँनिर के बुझ्नु भने हेमाटाइट म्याग्नेटाइट र लिमोनाइट हामाली चाहिँ के हुन् मैले सर्टकट फर्मुला बनाएको हामाली क्या हामाली चाहिँ हाम्रो के अरे हामाली चाहिँ अक्साइड ओर अफ आइरन अक्साइड भए हामाली के भए अक्साइड भए। त्यस्तै गरी साइड्राइट भनेको चाहिँ साइड भन्ने बित्तिकै के भयो कार्बोनेट भयो साइड भन्ने बित्तिकै कार्बोनेट ओर भयो साइड भन्ने बित्तिकै कार्बोनेट भयो के बुझ्नु भने अक्साइड भनेको कस्तो भने अक्साइड भन्ने बित्तिकै हामाली चाहिँ हामाली हाम्रो के भयो अक्साइड भयो अक्साइड ओर अफ आइरन भयो हामाली चाहिँ अनि त्यस पछाडि साइड भन्ने बित्तिकै कार्बोनेट ओर भयो क्या साइड भन्ने बित्तिकै कार्बोनेट ओर अफ आइरन साइड भन्ने बित्तिकै कार्बोनेट हामाली भन्ने बित्तिकै अक्साइड हामाली भन्ने बित्तिकै अक्साइड हामाली अक्साइड त्यस्तै गरी साइड भन्ने बित्तिकै कार्बोनेट त्यस्तै गरी आइरन पाइराइट र कपर पाइराइट भन्ने बित्तिकै सल्फाइड ओर अफ आइरन पाइराइट सल्फाइड हामाली अक्साइड त्यस्तै गरी साइड भन्ने बित्तिकै कार्बोनेट यति बुझ्नु तीनटा भयो हो। अब ओरहरू के अरे ओरहरू यति चाहिँ पढ्नु पर्यो अनि मैले यो हामाली भन्ने अनि यो साइड र पाइराइट भन्ने बित्तिकै के अरे एकचोटि फेरि है सबैजनाले फेरि ल म फेरि ल आफैले आफ्नो मनमा सोच्ने मलाई आएछ भनेर पाइराइट सल्फाइड साइड कार्बोनेट हामाली अक्साइड सक्यो यति बुझ्नु सक्यो कहिलेकाहीँ MCQ मा फ्याट्ट आइदिन बेला आउँदैन हैन
एक्सट्र्याक्सन अफ आइरनको एक्सट्र्याक्सनको आइरनको एक्सट्र्याक्सन भन्छु म हैन एक्सट्र्याक्सन कस्तो हो के हो भन्ने कुरा आइरन के हो मेटल हो नि थाहा छ नि सबैजनालाई त्यो त थाहा होला आइरन मेटल इज मेनली एक्सट्र्याक्टेड फ्रम इट्स चिप ओर हेमाटाइट अघि मैले भनेको थिएँ नि हेमाटाइट चाहिँ यसको चिफ ओर हो है मेन हो क्या हेमाटाइट भनेको चाहिँ जस्तै नेपाल एउटा देश भयो भने यसको प्रधानमन्त्री राष्ट्रपति को हो त रामचन्द्र पौडेल चाहिँ हेड भयो त्यस्तै हो मेन भनेको चिफ भनेको चाहिँ को भयो रामचन्द्र पौडेल भयो नि त रामचन्द्र पौडेल जस्तै नेपालको राष्ट्रपति चिफ भनेको रामचन्द्र पौडेल हो त्यस्तै आइरनको चिफ भनेको को अरे हेमाटाइट सेम हैन हेमाटाइट के हो आइरनको चिफ हो अनि के भयो हेमाटाइट आइरनको के भयो चिफ हो हेमाटाइट के हो आइरनको चिफ हो अनि हेमाटाइट आइरनको चिफ भए पछाडि हेमाटाइटको फर्मुला के हो Fe2O3 त्यस्तै गरी द जेनरल स्टेप इन्भल्भिङ इन एक्सट्र्याक्सन अफ आइरन फ्रम द हेमाटाइटबाट ओरबाट एक्सट्र्याक्सन हुँदाखेरिका स्टेपहरू चाहिँ के हुन् त भन्दाखेरि क्रसिङ एन्ड पल्भराइजेसन यो फर्स्ट होइन क्रसिङ एन्ड पल्भराइजेसन यो फर्स्ट भयो यसमा के हुन्छ त यो क्रसिङ एन्ड पल्भराइजेसन भन्ने प्रोसेसमा हाम्रो के हुन्छ त हैन हेमाटाइट ओरको फर्स्ट स्टेप भनेको के हो क्रसिङ एन्ड पल्भराइजेसन यसमा के हुन्छ भन्दाखेरि फर्स्ट अफ बिग लम्प्स अफ ओर आर क्रसेड इन्टु स्मलर पिसेस ठुल्ठुला बिग खालका ल्याम्पहरू चाहिँ क्रस भएर होइन धुलो पिठो जस्तो भयो मतलब क्रस भएर फुटेर टुक्रेर के भन्छन् साना पिसमा आउँछन् क्या टुक्राहरूमा आए के को मद्दतले जोए क्रसर अहिले त्यहाँ फिगरमा देखिन्छ होइन जोए क्रसरको मतलबले यसमा आए होइन दिस प्रोसेस इज नन एज क्रसिङ कहिलेकाहीँ सोध्छ है क्रसिङ भनेको के हो भनेर कहिलेकाहीँ यो एक्सट्र्याक्सन अफ आइरनको होइन हेमाटाइट ओरबाट आइरन हुने स्टेपहरू लेख्नुहोस् भनेर आउँछ क्या कहिलेकाहीँ यसमा आयो भने यसरी लेख्ने फर्स्ट अफ बिग लम्प अफ ओर आर क्रसेड इन्टु स्मलर पिसेस बाई जोए क्रसर दिस प्रोसेस इज नन एज क्रसिङ अनि त्यस्तै गरी पल्भराइजेसन भनेको द स्मलर पिसेस अफ ओर आर कन्भर्टेड इन्टु फाइन पाउडर त्यो जुन टुक्रेर आएको पिस फेरि पाउडरमा कन्भर्ट हुने प्रोसेस नै पल्भराइजेसन हो होइन फाइन पाउडर बाई बल मिल के को मद्दतले बल मिलको मद्दतले दिस प्रोसेस इज नन एज पल्भराइजेसन सकियो यति हो कन्सन्ट्रेसन भनेको इट इज द प्रोसेस अफ रिमुभल अफ गङ्वे अर मेट्रिक्स फ्रम द ओर बालुवाहरू अथवा होइन मेट्रिक्सहरू रहेका धातुका कणहरू कन्भर्ट हुनु रिमुभल हुनु हट्नु नै त्यसलाई के भनिन्छ कन्सन्ट्रेसन भनिन्छ त्यो हट्नु नै कन्सन्ट्रेसन हो इट इज क्यारिड आउट बाई ग्राभिटी सेपरेसन मेथड यो केबाट हुन्छ अरे यसले केबाट हुन्छ ग्राभिटी सेपरेसन मेथडले यसलाई क्यारिड आउट गर्छ अरे होइन अनि यहाँ मैले ल्याएको छु त्यस्तै छ सुरुमा यस्तो हुन्छ नि त ओरहरू यस्तो हुन्छ अनि यहाँबाट टुक्रियो यहाँ गयो अनि यहाँबाट गएपछि ग्राभिटी सेपरेसन मेथडमा के हुन्छ भन्ने कुरा देखाएको क्या अनि यहाँबाट छानिँदै गएर यो बालुवाका कणहरू र केही रहेका कणहरू चाहिँ यसरी यहाँबाट छानिएर यहाँ पुग्यो त्यस्तै गरी अर्को प्रोसेस छ क्याल्सिनेसन होइन इट इज द प्रोसेस अफ हिटिङ कन्सन्ट्रेटेड ओर एट हाई टेम्परेचर यो कन्सन्ट्रेसन भइसकेका ओरहरू त्यो अब जुन के अरे बालुवाबाट पनि छानिसकेर त्यो जुन रहेका ओरहरू हुन्छ नि त्यो ओरहरूलाई चाहिँ के गर्ने प्रोसेस अरे एकदमै हाई टेम्परेचरमा हिट गर्ने प्रोसेस क्या होइन त्यस्तो प्रोसेसहरू भयो त्यसलाई नि के भनिन्छ क्याल्सिनेसन भनिन्छ क्याल्सिनेसनमा के हुन्छ त भन्दाखेरि मोइस्चर एन्ड CO2 आर रिमुभड हुन्छ अरे मोइस्चर भनेको होइन मोइस्चर र CO2 चाहिँ रिमुभ हुन्छ अरे हो मोइस्चर पनि रिमुभ हुने हो CO2 पनि रिमुभ हुने हो होइन मोइस्चर र CO2 रिमुभ हुने हो त्यस पछाडि इम्प्युरिटिज लाइक सल्फर फोस्फोरस आर्सनिक आर रिमुभ सल्फर फोस्फोरस आर्सनिक नि रिमुभ हुन्छन् अरे होइन इन द फर्म अफ देयर अक्साइडको फर्ममा तिनीहरू पनि के हुन्छन् रिमुभ हुन्छन् त्यस पछाडि अर्को छ इम्प्युरिटिज यो भनिहालेँ इफ FeCO3 इज प्रेजेन्ट इट कन्भर्टेड इन्टु Fe2O3 होइन FeCO3 लाई हिट गर्दाखेरि FeO प्लस CO2 मा कन्भर्ट भयो अनि FeO प्लस O2 गर्दाखेरि Fe2O3 भयो होइन यसले ब्यालेन्स गर्नको लागि 2 हालेको होइन यति नै हो
फर्स्ट स्टेप यी मैले अघि हेमाटाइट यसको बारेमा ओरको बारेमा थोरै भनिहालेँ। ओरहरू कस्ता कस्ता हुन्छन्, कुन हो चिफ ओर होइन, त्यो सब भनिहालेँ। ल आजलाई फर्स्ट लेक्चर यति नै गरौँ। तपाईँहरू यो नोट बनाउनु होला होइन, यो नोट एकदमै यतिको नोट लेख्नुभयो भने भइहाल्छ क्या, एकदम भेरी इम्पोर्टेन्ट छ। यो फर्स्ट लेक्चर थियो, अब सेकेन्ड लेक्चर बिस्तारै आउँछ। ल सबैलाई धन्यवाद।